आजदेखि हामी चाहिँ सर्जरीको क्लास स्टार्ट गर्दैछौँ। सर्जरीको आज चाहिँ मात्र सर्जरीको इन्ट्रोडक्सन, त्यसबाट सोध्ने एमसीक्यू क्वेसनहरू जुन चाहिँ एनएसपीसी एक्जाम, लोकसेवा एक्जाममा सोध्ने गर्दछ। प्राय जसो एक्जामहरूमा सर्जरीको मेन क्वेसनहरू यहीँबाट सोध्छ। सर्वप्रथम हामीहरूले चाहिँ सर्जरीको मेन क्वेसनहरू हेर्छौँ, त्यसको बारेमा हेर्छौँ, कुन वर्ड कहाँबाट आएको छ, कुन डेटमा आएको छ भनेर हेर्छौँ। हामीहरूले चाहिँ सुरु गर्दैछौँ। फर्स्टमा चाहिँ सर्जरी वर्ड चाहिँ कुन भाषाबाट आएको हो भनेर, सर्जरी वर्ड चाहिँ हामीले यहाँ हेर्न सक्छौँ ल्याटिन वर्डबाट आएको हो। सर्जरी वर्ड जुन रहेछ ल्याटिन वर्डबाट आएको छ। त कुना टु अपरेट, सर्जरी वर्ड चाहिँ ल्याटिन भाषाको टु अपरेट गरेर आएको छ। त्यस्तै गरेर फादर अफ सर्जरी भनेर सोधिदिन्छ। फादर अफ सर्जरी भनेर एम्ब्रोइस पेयर जुन चाहिँ यहाँको पिता भनेर, सर्जरीको पिता भनेर चिन्ने गर्दछ। त्यसै गरी सबै थर्ड नम्बरमा छ मोस्ट कमन कम्प्लिकेसन। मोस्ट कमन कम्प्लिकेसन कुनै पनि सर्जरी हुन्छ भने, कुनै पनि अपरेसन भयो भने, माइनर या मेजर हो भने त्यसको मोस्ट कमन कम्प्लिकेसन राम्रोसँग हेरचाह गरेनौँ भने त्यसको कम्प्लिकेसन भनेको राम्ररी बुझ्याउनु। कम्प्लिकेसन भनेको कुनै पनि इन्जुरी भयो भने, वुन्ड भयो भने, सर्जरी भयो भने त्यसलाई छाडिदियो, राम्रोसँग हेरचाह गरेनौँ भने के समस्याहरू देखा पर्न सक्छ, त्यसैले कम्प्लिकेसन भन्छ। मोस्ट कमन कम्प्लिकेसन सर्जरीमा के आउँछ भने कुनै पनि सर्जरी भने सर्वप्रथम मोस्ट कमन कम्प्लिकेसन भनेको इन्फेक्सन हो। कुनै पनि सर्जरी भयो भने राम्रोसँग हेरचाह भयो भने, यसलाई सबै कुरा स्लाइड भयो भने त्यसको मोस्ट कमन कम्प्लिकेसन के आउन सक्छ भने इन्फेक्सन, त्यो ठाउँमा इन्फेक्सन हुन सक्छ। त्यसै गरी छ सेप्सिस। कुनै बेला सेप्सिस भनेर पनि छ। सेप्सिस भनेको सेप्टिसेमिया। अब सेप्टिसेमिया के हो भनेर यहाँ छ सेप्टिसेमिया चाहिँ मल्टिपल ब्याक्टेरिया अर्गानिजम हुन्छ जुन चाहिँ कज गरेको। सेप्टिसेमिया अलग नै टपिक रहेछ, त्यसको एउटा अलग भिडियो बनाइदिन्छु, तपाईँहरूले चाहिँ हेर्नुहोला। त्यसै गरी चाहिँ तल हामीहरूले हेर्छौँ मोडर्न कन्सेप्ट अफ सर्जरी। मोडर्न अहिलेको जमानाको जो मोडर्न कन्सेप्ट रहेको सर्जरीको त्यो कसले दिएको, को राइटरले दिएको, जोसेफ लिस्टरले चाहिँ दिएको। त्यसै गरी फादर अफ मेडिसिन। सर्जरीमा चाहिँ मेडिसिन पनि आउने गर्छ। फादर अफ मेडिसिन, मेडिसिनको पिता भनेर कसले चिनिन्छ, हिप्पोक्राइट्स। तपाईँले हेर्न सक्नुहुन्छ हिप्पोक्राइट्स दिएको छ। फादर अफ मेडिसिन हिप्पोक्राइट्स हो भने फादर अफ ट्रु इपिडेमियोलोजिस्ट एन्ड फर्स्ट इपिडेमियोलोजिस्ट भनेर कसलाई चिनिन्छ, ट्रु इपिडेमियोलोजिस्ट एन्ड फर्स्ट इपिडेमियोलोजिस्ट भनेर हिप्पोक्राइट्स नै हुन् दुवैको पिता। मेडिसिन, ट्रु इपिडेमियोलोजिस्ट, फर्स्ट इपिडेमियोलोजिस्ट, यो तिनटै कुराको एउटै फादर हुनुहुन्छ, पिता हुनुहुन्छ भनेर कुन, हिप्पोक्राइट्स। यसमा चाहिँ तपाईँहरू नझुक्ने होला, ठिक छ। त्यसै गरी छ नियोनेट टेटनस। यो चाहिँ जुन बच्चाहरूमा नियोनेट भनेको है बच्चा जन्मेको दिनदेखि 28 दिनसम्मको अवधिलाई बिट्विन डेज 0 to 28 डेजको जुन बिचको पिरियड हुन्छ त्यसलाई नियोनेट पिरियड भनिन्छ। नियोनेट टेटनस को अर्को नाम के हो, 8th डे डिजिज। 8 डेज डिजिज भनेको 8th डे डिजिज भनेको नियोनेट टेटनसको अर्को नाम हो। इट इज अल्सो नोन एज 8th डे डिजिज। कुनै बेला क्वेसनमा तपाईँहरू घुमाइदिन्छ 8th डे डिजिज भनेर दिइहाल्छ, नियोनेट टेटनस त्यहाँ नझुक्नु होला। नियोनेट टेटनस वा 8th डे डिजिज भनेको एउटै कुरा हो। त्यसको इन्क्युबेसन पिरियड कति रहेको हुन्छ भने 8 दिनदेखि 23 दिनसम्म, ठिक छ। त्यसै गरी नेसोकेमियल इन्फेक्सन। नेसोकेमियल इन्फेक्सन हो जुन चाहिँ कहाँ हुने गर्छ, हस्पिटल एक्वायर्ड इन्फेक्सन हो। हस्पिटलमा लाग्ने इन्फेक्सन जुन हुन्छ, कुन इन्फेक्सन हुन्छ, नेसोकेमियल इन्फेक्सन। यो चाहिँ तपाईँको नर्मली 48 घन्टादेखि लिएर 72 घन्टा हस्पिटलमा बस्नुपर्छ अनि नेसोकेमियल इन्फेक्सन देखा पर्छ। भनाइको अर्थ के हो भने एडमिट भएको टाइमदेखि लिएर 48 घन्टादेखि 72 घन्टासम्म हस्पिटलमा बस्नुभयो भने त्यो बेला जुन हुन्छ
त्यो त्यति बेलासम्म कुनै कारणवश इन्फेक्सन लाग्यो भने त्यो चाहिँ कुन इन्फेक्सनको कारणले हुन्छ भने नेसोकेमियल इन्फेक्सन हुन्छ। ठिक छ। त्यसै गरी मोस्ट कमन ब्याक्टेरियल डाइट कज इन्फेक्सन, मोस्ट कमन ब्याक्टेरिया, धेरै इन्फेक्सन पनि हुन्छ, ब्याक्टेरिया पनि हुन्छ, फङ्गलहरू धेरै जसो कारण हुन्छ। त्यसमा चाहिँ मोस्ट कमन ब्याक्टेरिया यहाँ सुन्छ, क्वेसनमा राम्ररी पढ्नु होला, 2-3 चोटि भयो। मोस्ट कमन ब्याक्टेरिया डाइट कज इन्फेक्सन, कुन ब्याक्टेरिया हो जुन चाहिँ इन्फेक्सन कज गर्छ, कहाँ, सर्जिकलमा। सर्जिकलमा कुन मोस्ट कमन ब्याक्टेरिया हो जुन चाहिँ कज गर्दछ इन्फेक्सन कज गर्दछ, कुन, स्टाफाइलोकोकस एरियोलस। त्यसै गरी मोस्ट कमन ब्याक्टेरिया डाइट कज इन्फेक्सन, डाइट कज इन्फेक्सन इन सर्जरीमा स्टाफाइलोकोकस। मात्र इन्फेक्सन कुन ब्याक्टेरिया कज गर्छ भने पिस्युडोमोनास ग्राम नेगेटिभ। ठिक छ। त्यसै गरी अर्को छ युटिआई, युरिनरी ट्रेक इन्फेक्सन। युरिनरी ट्रेक इन्फेक्सन नर्मली चाहिँ इकोलाइले गर्दछ र मोस्ट कमन कज सोध्यो भने युटिआईको, युरिनरी ट्रेक इन्फेक्सनको नर्मली इकोलाई हुन्छ मोस्ट कमन कज सोध्यो भने। अनि हस्पिटलमा सोध्यो भने हस्पिटलमा इकोलाई कसले गराउँछ, पिस्युडोमोनासले गराउँछ। हस्पिटलमा गएर सोध्यो भने हस्पिटल पिस्युडोमोनासले गराउँदछ। मोस्ट कमन कज सोध्यो भने इकोलाइले गराउँदछ। ठिक छ। त्यसै गरी हस्पिटलमा पेसेन्टको कुर्वालाई युटिआई बढी हुन्छ। हस्पिटलमा चाहिँ सबभन्दा युरिनरी ट्रेक इन्फेक्सन हुने कसलाई हो, पेसेन्टको साथमा जुन भिजिटर्स हुन्छ त्यसलाई नेपालीमा कुर्वा भनिन्छ, त्यसलाई सबभन्दा बढी हुन्छ। ठिक छ। त्यसै गरी हामीले अर्को हेर्छौँ, अर्को रहेछ मोस्ट कमन मोड अफ ट्रान्समिसन। अब सर्जरी भयो, इन्फेक्सनमा मानिलियो कि भइहाल्यो भने त्यसको सर्छ कसरी, युटिआई इन्फेक्सन भयो, नेसोकेमियल इन्फेक्सन भयो, कुनै पनि इन्फेक्सन भयो भने त्यो सर्छ कसरी, या त डाइरेक्ट कन्ट्याक्टबाट, मोस्ट कमन चाहिँ सर्ने माध्यम रहेको हुन्छ भने हस्पिटलमा चाहिँ डाइरेक्ट कन्ट्याक्टबाट सर्छ, अनि सेकेन्डमा चाहिँ एयरबर्नबाट सर्छ। त्यसै गरी बेस्ट प्रिभेन्टेड डाइरेक्ट कन्ट्याक्टबाट सरेछ भने त्यसलाई रोक्नको लागि पनि के गर्नुपर्छ, ह्यान्ड वासिङ बेस्ट हो। चिपेस्ट प्रिभेन्सन, इजी मेथड अनि बेस्ट प्रिभेन्सन, तिनटैको एउटै के हुन्छ भने ह्यान्ड वासिङ प्रिभेन्सन, यति याद गर्नु होला। त्यसै गरी तपाईँहरूको रहेछ 7 स्टेप्स अफ ह्यान्ड वासिङ। न्युली क्वेसनमा खोलियो न्यूमा कतिवटा स्टेप हुन्छ भने 7वटा, अनि ओल्डमा तपाईँ हेर्न सक्नुहुन्छ P1 पहिलो प्राथमिकता, दोस्रो प्राथमिकता, न्युली अनि ओल्डमा सोध्यो भने 6वटा स्टेप्स हुन्छ ह्यान्ड वासिङको। त्यसै गरी न्यूमा सोध्यो भने 7वटा स्टेप्स हुन्छ ह्यान्ड वासिङको। ठिक छ। त्यसै गरी एटलिस्ट हामीले ह्यान्ड वासिङ कति सेकेन्ड या कति मिनट कति घन्टा गर्नुपर्छ, राम्ररी त्यसमा क्वेसनहरूमा हामीले ह्यान्ड वासिङ चाहिँ हात धुनुपर्छ तपाईँको 20 सेकेन्ड, राम्ररी चाहिँ 20 सेकेन्डसम्म हात धुनुपर्छ। 3 देखि 5 मिनटको सर्जरीमा हात धुनुपर्छ। सर्जरी चाहिँ तपाईँको 3 देखि कुनै पनि सर्जरी भयो भने कति मिनट सर्जरी भयो भने हात धुनु पर्यो 3 देखि 5 मिनटसम्म। ह्यान्ड वासिङ गर्दाखेरि तपाईँको 20 सेकेन्ड तपाईँको हात धुनुपर्छ। ह्यान्ड वासिङ डे, अब चाहिँ ह्यान्ड वासिङ डे सोधिदियो। ह्यान्ड वासिङ डे कहिले मनाइन्छ भनेर 15 अक्टोबरको, यो डेट याद राख्नु होला। त्यसै गरी छ फ्रिक्सनको मतलब हात रगडेर धुने, हात रगडेर राम्ररीसँग धुनुलाई फ्रिक्सन भन्नु। ठिक छ। त्यसै गरी अर्को रहेछ फादर अफ इन्डियन सर्जरी। मोडर्न सर्जरी पढ्यो, इन्डियन सर्जरी पढ्ने, फादर अफ इन्डियन सर्जरी या कस्मेटिक सर्जरी या प्लास्टिक सर्जरी सोधेर तपाईँको दिइहाल्छ। द्याट इज सुश्रुता। प्लास्टिक सर्जरी, कस्मेटिक सर्जरी, इन्डियन सर्जरीको फादर भनेर सोधिदियो क्वेसनमा भने सुश्रुता हुन्छ। ठिक छ। त्यसै गरी छ फादर अफ इन्डियन मेडिसिन।
पहिला थियो फादर अफ मेडिसिन हिप्पोक्राइट्स, अहिले त फादर अफ इन्डियन मेडिसिन द्याट इज कल्ड आचार्य चारका। त्यसै गरी छ तपाईँको फादर अफ मोडर्न मेडिसिन, इन्डियन मेडिसिन भयो, त्यसै गरी मोडर्न मेडिसिन विलियम विस्चर, ठिक छ। यसै गरी हामीले चाहिँ अध्ययन गरिरहन्छौँ। तपाईँहरू राम्ररीसँग भिडियो हेर्नुहोला, क्वेसन चाहिँ नछुट्नुहोला। यसै गरी सर्जरीको भिडियो प्रत्येक दिन आउने गर्दछ, तपाईँहरू हेर्नुहोला। थ्याङ्क यू।